USIC time बितेको थाहै नहुने. Hi everyone, I'm Sugun and today is my last day of छुट्टी. किनभने भोलिदेखि सेमेस्टर स्टार्ट हुँदै थियो. अस्ति दिउँसभरि स्नो परेर बाहिर त सेत्तै थियो. बिहान बिहानै म उठेर ब्रस गरेँ, मुख धोएँ अनि मलाई लन्ड्री गर्न थियो. सो म टुकुन टुकुन तल हिँडेर लन्ड्री गर्ने बेसमेन्टमा पुगेँ. अनि आज चाहिँ हाम्रो रस जाने कुरा थियो. से हाई टु प्रदक्षिणा एन्ड रितिका. एकैछिनमा मैले ब्रेड र एग बनाएर नि खाएँ. बाहिर वेदर यस्तो राम्रो थियो तर मलाई हिँड्न जान मन लागेको थिएन. त्यही पनि मैले आफ्नो मन मारी रेडी भएँ. मैले के भन्दै थिएँ भन्दाखेरि युएसआइसी चाहिँ टाइम बितेको थाहै नहुने. फर्स्ट सेमेस्टर त हामीले यस्तो रमाइलो गर्यो. हामी रावाला इभेन्ट्समा जान्थ्यौँ रोहन आफ्टर आवर्समा. अनि हामी घरमा मिठो मिठो पकाएर खान्थ्यौँ. अन क्याम्पस जब नै पाएको थिएनौँ. सो दिस सेमेस्टर आइ एम ट्राइङ रियली हार्ड टु फाइन्ड एन अन क्याम्पस जब. By the way, if you are still looking for an accommodation, check out Amber Student because it provides verified and affordable housing to the students near their universities. The link is in my bio. अनि एकैछिनमा हामी 2:30 बजेतिर रसको लागि निक्ल्यौँ. अनि त युनिभर्सिटी वाज लुकिङ रियली प्रिटी स्नोले गर्दा. अनि यो ठाउँमा चाहिँ हामीले 2-3 फोटो नि खिच्यौँ. एकैछिनमा हामी रस पुग्यो. अनि मैले चाहिँ 2टा कपडा ट्राई गरेको थिएँ. गेस गर्नु मैले कुन किने. चिसो दिदी नि त्यही हुनुहुँदो रहेछ. हामी सँगै घर फर्केको. त्यसपछि मैले घर आएर आफूले किनेको लुगा हेर्दै बसिरहेको थिएँ. इट वाज सो प्रिटी. ओ माई गॉड म हेरिरहेको थिएँ. म टिकटक पनि बनाएँ. अनि एकैछिनमा त्यो टोपो मोबाइलवाला तारक मेहता हेर्दै मैले कपडा मिलाएँ. मैले प्रदक्षिणाले हेरेँ. अनि मलाई यस्तो भोक लागिरहेको थियो. मैले बुलदाक पनि बनाएँ. युट्युब हेर्दै युजुअली म खाना खान्छु. अनि त्यसपछि आई ब्रस्ड माई टिथ एन्ड आई वास्ड माई फेस. That's it for today's video. So bye.